अहिलेको समयमा 2026 मा गएर अस्ट्रेलिया पढ्छु भन्ने विद्यार्थीहरू धेरै दुविधामा देखिन्छन्। अस्ट्रेलिया एप्लाई गर्ने कि नगर्ने। अस्ट्रेलियाको नीतिगत परिवर्तनले गर्दाखेरि चाहिँ आउँदो दिनमा भिजा पाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको उत्तर खोज्दै विद्यार्थीहरू हामी कहाँ काउन्सिलिङमा आइरहेका हुन्छन्। एउटा एजुकेसन कन्सल्टेन्सीको रिप्रेजेन्टेटिभ भएर हेर्दाखेरि चाहिँ हामीले यस्ता नीतिगत फेरबदलहरूलाई चाहिँ नजिकबाट निहालिरहेका हुन्छौँ। अस्ट्रेलियाको पनि यस्ता नीतिगत फेरबदललाई हेर्ने भनेदेखि 2011 को नाइट रिभ्यूलाई हेर्दाखेरि चाहिँ 41 वटा सजेसन दिएकोमा 41 वटा सजेसनै त्यति बेलाको गभर्मेन्टले चाहिँ इम्प्लिमेन्ट गरेको थियो। इन्टरनेसनल स्टुडेन्टलाई वेलकम गर्न, अस्ट्रेलियालाई चाहिँ वान अफ द चार्मिङ डेस्टिनेसन बनाउनको लागि, इन्टरनेसनल स्टुडेन्टको चाहिँ रोजाइमा पार्नको लागि त्यो रिभ्यूले दिएका सजेसनहरूलाई चाहिँ हुबहु इम्प्लिमेन्ट गरेको थियो। त्यसले गर्दा विद्यार्थीहरूको सङ्ख्या चाहिँ बिस्तारै बढ्दै 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 गएर 2021-22 सम्म पनि अस्ट्रेलिया वेलकमिङ डेस्टिनेसनै देखिन्थ्यो। तर जब सङ्ख्या बढ्दै गएर यसले एउटा समस्याको रूप लिन थाल्यो, पहिलेको जुन यो नाइट रिभ्यूले चाहिँ जुन ग्रोथलाई चाहिँ अङ्गीकृत गरेको थियो, 2023 मा आएर पार्किन्सन रिभ्यूले चाहिँ यसलाई चाहिँ श्रिङ्क गर्नुपर्छ भन्ने टाइपको सजेसन दिन थाल्यो। पार्किन्सन रिभ्यूले चाहिँ नम्बर बढ्दै जाँदाखेरि चाहिँ अस्ट्रेलियाभित्र जुन यो सिस्टम छ, यो सिस्टमको चाहिँ समस्याहरू देख्न थाल्यो। त्यो समस्यालाई चाहिँ रोक्नको लागि चाहिँ नयाँ जेन्युन स्टुडेन्ट टेस्ट इन्ट्रोड्युस भयो र नेसनल प्लानिङ लेभल भनेर चाहिँ इन्टरनेसनल स्टुडेन्टको सङ्ख्यालाई क्याप गर्नको लागि क्याप इम्प्लिमेन्ट भयो। अब यो नीतिगत रूपमा हामीले हेर्दाखेरि चाहिँ सरकारले इन्टरनेसनल स्टुडेन्ट भित्र्याउन चाह्यो भनेदेखि चाहिँ पक्कै पनि सिस्टमहरू फ्लेक्सिबल हुन्छ। जुन चाहिँ 2011 मा स्ट्रिमलाइन भिजा प्रोसेसिङ भनेर आएको थियो र स्ट्रिमलाइन एजुकेसन इन्स्टिट्युसनहरूमा चाहिँ भिजा सहजै लाग्थ्यो। अब अहिले आएर चाहिँ क्यापको प्रोभिजन छ, नम्बरको प्रोभिजन छन्, प्रायोरिटी लेभलका कुराहरू छन् र नीतिगत रूपमा चाहिँ सरकारले चाहिँ विद्यार्थीको सङ्ख्या घटाउने, जसले गर्दा चाहिँ उनीहरूले चाहिँ क्वालिटी स्टुडेन्ट मात्रै भित्र्याउने नीति लिएको देखिन्छ। तपाईँहरूले फाइनेन्सियल कसरी बनाउने, एकाडेमिक पाटो राम्रो हुनुपर्छ, यो पाटोहरू त धेरै सुन्नुभएको छ अस्ट्रेलियाको भिजा लाग्नको लागि। त्यो सँगसँगै अस्ट्रेलियाको गभर्मेन्टले कस्तो नीति लिएको छ त्यसले पनि तपाईँको भिजाको डिसिजनमा चाहिँ फरक पार्न सक्छ। अस्ट्रेलिया एप्लाई गर्दै हुनुहुन्छ 26 मा, भिजा लागोस् भन्ने सोचमा हुनुहुन्छ र त्यो रिलेटेड भिडियो चाहनुहुन्छ भनेदेखि चाहिँ कमेन्ट बक्समा तपाईँहरूले 2026 अस्ट्रेलिया प्रोसेस भनेर लेख्नुहोस्। डकुमेन्ट्सहरू तयार गर्नुभयो तर अस्ट्रेलिया जस्तै अल्टरनेट डेस्टिनेसन खोज्दै हुनुहुन्छ भनेदेखि अस्ट्रेलिया अल्टरनेट डेस्टिनेसन भनेर कमेन्ट गर्नु होला। कमेन्टको सङ्ख्या हेरेर हामीले त्यो अनुसारको भिडियो पनि बनाउनेछौँ र त्यो भिडियोको नोटिफिकेसन प्राप्त गर्नको लागि चाहिँ हामीलाई फलो गर्नु होला र आफ्नो एप्लिकेसनलाई अगाडि बढाउन चाहनुहुन्छ र कुन डेस्टिनेसन चाहिँ तपाईँको लागि सुइटेबल हुनसक्छ तपाईँको प्रोफाइल अनुसार भन्ने जानकारीको खोजीमा हुनुहुन्छ भनेदेखि चाहिँ 1-on-1 काउन्सिलिङको लागि बागबजारमा अवस्थित हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ। हामी बागबजारमा आराधना कम्प्लेक्सको पहिलो तलामा अवस्थित छौँ। लोटस इन्टरनेसनल एजुकेसन फाउन्डेसन।